सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी कक्षा 10 मा अध्ययनरत भाइ बहिनीहरूलाई चाहिँ एजुकेसनल टुरको निमित्त वान नाइट स्टे इलामको श्रीअन्तु भन्ने ठाउँमा चाहिँ हामी लाँदैछौँ भनौँ न है। र टुर भन्ने बित्तिकै स्टुडेन्ट्सहरूले विद्यार्थी भाइ बहिनीहरूले गाडीमा होइन डान्स गरेर गीत गाएर इन्जोय त गर्ने नै भए। यत्तिकैमा गाइज हामी चाहिँ लगभग 4-5 घन्टाको लामो यात्रा पछाडि चाहिँ हामी श्रीअन्तु हाम्रो फाइनल डेस्टिनेसन पुगिसकेका छौँ। र यो बेलुकाको समयमा होइन इन्जोय गर्दै त्यो इलामको श्रीअन्तु भन्ने ठाउँमा अवस्थित पोखरी एरियामा चाहिँ त्यो ठाउँको बेलुकाको साँझको त्यो मोमेन्ट त्यो वातावरण एकदम क्याप्चर गर्नको निमित्त त्यहाँको त्यो रमाइलोपनलाई अझ थप रमाइलो बनाउनको लागि चाहिँ हामी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको साथ हामी त्यो एरियामा चाहिँ हामी लाग्दैछौँ। र त्यसपछि गाइज हामी आफ्नै होटलमा फर्की बेलुकाको यो समयमा चाहिँ भरपुर मनोरञ्जनका साथ नाच्दै गाउँदै होइन यो समयलाई सही सदुपयोग गरेको भिडियो चाहिँ देख्न सक्नुहुनेछ। हजुरहरूले भाइ बहिनीहरू चाहिँ ग्रुपमा आफ्नो ग्रुपमा पुरा रमाइलो गरिरहेका छन्, उफ्रिरहेका छन्, नाचिरहेका छन्। यो नै त्यो हो रमाइलो भनेको। त्यस्तै गरी यहाँहरूले देख्न सक्नुहुनेछ होइन हामी केही टिचरहरूले पनि भाइ बहिनीहरूलाई साथ दिएको थियौँ यो मोमेन्ट क्याप्चर गर्नको निमित्त, यो मस्ट मेमोरेबल बनाउनको निमित्त चाहिँ हामीले पनि साथ दिएका थियौँ होइन। टुर यस्तै थियो। त्यस पछाडि गाइस हाम्रो बेलुकाको खाना पछाडि चाहिँ साङ्गीतिक माहौल, त्यस्तै गरी बार्बिक्यू, क्याम्प फायर। ओहो यो मोमेन्ट त झन् वाउ होइन, वाउ मोमेन्ट नै थियो। मलाई जहाँसम्म लाग्छ भाइ बहिनीहरूले यो मोमेन्टलाई कहिले पनि बिर्सने छैन गाइस होइन। यति रमाइलो भएको थियो यो बार्बिक्यू, वाउ धेरै नै रमाइलो भएको थियो। र यतिकैमा गाइज भोलिपल्ट बिहान हामी चाहिँ हाम्रो मेन उद्देश्य भनेको श्रीअन्तुको डाँडामा गए त्यहाँको सनराइज भएको दृश्य अवलोकन गर्ने हाम्रो मेन उद्देश्य हो नि त। त्यसैले यो ठाउँमा चाहिँ हामी बिहान चाँडै पुगिसकेका छौँ। र हामी सँगसँगै हामी लगायत अरू विभिन्न ठाउँबाट विभिन्न स्कुलहरू चाहिँ त्यहाँनिर गएका थिए। र यत्तिकैमा यहाँ घाम झुल्किसकेको छ। यो मोमेन्ट मैले क्याप्चर गरिसकेको छु। र फाइनली गाइज हामी फर्किसके पछाडि बिहानको खाना हामीले फिकलमा चाहिँ भाइ बहिनीहरूलाई व्यवस्था गरेका थियौँ। र त्यही व्यवस्थापन अनुसार चाहिँ हामीले खाना खुवाउन सफल भएका छौँ। देख्न सक्नुहुनेछ भाइ बहिनीहरूले एकदम होइन इन्जोय गर्दै खाना खाइरहेका छन्। र त्यस पछाडि खाना पछाडि हामी फेरि कन्याम फर्किसकेका छौँ। कन्यामको त्यो दृश्यलाई पनि होइन एकदम क्याप्चर गर्दै त्यहाँको के भन्ने मनै लोभ्याउने त्यो आकर्षक दृश्यहरूलाई चाहिँ क्याप्चर गर्दै फाइनल्ली मैले यो मोबाइल चाहिँ लाजिमालाई दिएको थिएँ नि त। लाजिमालाई दिएको छ है गाइज। ल अनि अहिले चाहिँ हामी इलाममा छौँ कन्याम। हामी त्यहाँनिर ड्रेस चेन्ज गरेको, मैले चाहिँ गुरुङ ड्रेस लगाएको, हामी सबजना साथीहरूले चाहिँ गुरुङ ड्रेस। अनि यहाँ राई लाउनेहरू पनि छ हाम्रो साथीहरू। धेरै ड्रेस हामी चाहिँ तर गुरुङ लगाएको। एकपल्ट मलाई गुरुङ पनि लाउनु मन लाग्यो, त्यही भएर अब हामी सबै देखाउँछौँ। अब हामी फोटो खिच्न जाने त्यहाँ डाँडामा चियाबारीमा। बाई बाई।